नेपाली तारा र नेपाल आइडल नेपालको गीत सङ्गीतको एउटा कोसेढुङ्गा हो। अझै भन्नुपर्दा नेपाली ताराले त थुप्रै गायकलाई स्थापित पनि गर्यो। नेपाली तारा त्यस्तो मञ्च हो जसले दीपक लिम्बू, सन्तोष लामा जस्ता गायकहरू उत्पादन गर्यो। नेपाली ताराले सिजन 3 मा प्रताप लामालाई विनर घोषणा गर्दै म्युजिक इन्डस्ट्रीमा नयाँ गायक पस्कियो। तर अभाग्यवश नेपाली ताराले जिरोबाट हिरो बनाएको प्रताप लामालाई नेपाल आइडलले भने हिरोबाट जिरो बनाइदियो। यस भिडियोमा म तपाईलाई नेपाल आइडल र नेपाली तारा बीचको रोचक कुरा बताउने छु। नम्बर 1 सुरुवात। नेपाली तारा सन् 2005 मा सुरु भएको थियो भने नेपाली आइडल 2016 मा सुरु भएको हो। नम्बर 2 जजेसहरू। नेपाली तारामा नेपाली म्युजिक इन्डस्ट्रीका सिताराहरू छन्, जस्तै दीपक जङ्गम, दीपक बज्रचारे, विमला राई, अलोक श्री, रामकृष्ण ढकाल, राम थापा जस्ता जजले जज गर्ने हुन्छ। नेपाल आइडलमा भने न्यू बज्रचारे, कालीप्रसाद बास्कोटा र इन्दिरा जोशीले जज गर्नुहुन्छ। न्यू बज्रचारे बाहेक अरूलाई सितारा त भन्न अलि मिल्दैन कि। नम्बर 3 जज गर्ने तरिका। नेपाली तारामा टप 3 नपुग्दासम्म जजरले मुखै खोलेर राम्रोलाई राम्रो र नराम्रोलाई नराम्रो भनेर कमजोरी औलाउने थिए। तर नेपाल आइडलमा जस्तो गाए पनि तिम्रो इम्प्रुभमेन्ट भइरहेको छ भन्दा अरू केही सुनिँदैन। जज किन यो ठाउँमा कमजोरी भएको हो भनेर देखाउन सक्दैनन् त। अझै स्पेसियल्ली इन्दिरा जोशी र कालीप्रसाद बास्कोटा। नम्बर 4 खर्च। नेपाली तारामा खासै ठुलो खर्च नगरी स्टेज म्यानेजमेन्ट गरिएको देखिन्छ जति आवश्यक थियो। नेपाली तारामा तडक भडक कम, क्वालिटी ज्यादामा फोकस गरिन्छ। नेपाल आइडल सो महँगो हो किनभने यसमा फ्रेमेन्टाइलको स्ट्यान्डर्ड मेन्टेन गर्नुपर्ने बाध्यता रहेको छ। नम्बर 5 प्रतिस्पर्धी यानि कि कन्टेस्टेन्ट। सबैभन्दा महत्त्वपूर्ण कुरा, नेपाली ताराको सिजन 3 का विनर प्रताप लामा, नेपाली ताराका टप 5 कन्टेस्टेन्ट प्रताप दास नेपाल आइडलमा पार्टिसिपेट गरेका छन्। यो कुराले भने नेपाल आइडलको गरिमा उच्च पारेको छ। तर अफसोस नेपाली ताराका विनर प्रताप लामा नेपाल आइडलको टप 12 मा पनि अटेनन् र उनी बाहिरिए। र रोचक कुरा के भने नेपाली ताराका टप 5 प्रताप दास भने नेपाल आइडलमा धमाका गरिरहेका छन्। मार्क गर्ने तरिका। नेपाली तारामा त मार्किङ गर्दा जज र पिपुल भोट दुवैलाई महत्त्व दिइन्थ्यो टप 5 सम्म। तर नेपाल आइडलमा भने पिपुल भोटलाई महत्त्व दिएको छ टप 12 बाटै। त्यसो भए जजको के काम त? पक्कै पनि जजको काम छ। बाहिर नभने पनि 50% जजको र 50% पिपुलको भोट हुनेछ नेपाल आइडलमा, त्यो पनि टप 7 सम्म। टप 7 पछि पिपुल भोटको मात्र मान्यता हुनेछ, त्यसपछि जजको कुनै काम हुने छैन। नम्बर 7 प्राइजेस। नेपाली तारामा ठुलो धनराशि छैन, तसर्थ म्युजिकको एग्रिमेन्ट र बाइक नै विजेताको उपाधि हो। तर नेपाल आइडलमा विजेताले कारका साथसाथै 20 लाख रुपैयाँ र म्युजिकको एग्रिमेन्ट पाउनेछन्, जुन नेपालकै ठुलो उपाधि मानिनेछ। नम्बर 8 वाइल्ड कार्ड इन्ट्री। नेपाली तारामा वाइल्ड कार्ड इन्ट्रीको प्रयोग भएको छ टप 10 मा आएर। नेपाल आइडलमा भने त्यो हुने सम्भावना न्यून छ, किनभने फ्रेमेन्टल मिडियाको रुल्स अनुसार त्यो खासै प्रयोगमा ल्याइँदैन। यदि वाइल्ड कार्ड इन्ट्री प्रयोग भइहाल्यो भने पनि प्रताप लामा वा अफसर अली मध्ये कोही हुनेछ वाइल्ड कार्ड इन्ट्री। नम्बर 9 पब्लिसिटी यानि कि प्रचार प्रसार। नेपाली तारा नेपाल टेलिभिजनमा प्रकाशन भएको थियो पहिलो पटक र पब्लिसिटी पनि कम भएको थियो। तर नेपाल आइडलले धेरै पब्लिसिटी गरेको छ, त्यसैले त सबै सोसल मिडियामा नेपाल आइडलको चासो बन्न पुग्यो। अन्त्यमा दुवै प्रतिस्पर्धाले नेपाली सङ्गीत क्षेत्रको उचाइमाथि लान योगदान गरेका छन्। दुवै कार्यक्रमलाई धन्यवाद र शुभकामना।